हरिः ओम्। स्वस्ति श्री गणेशाय नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। नमस्कार, म धर्मेन्द्र कृष्ण पौडेल यहाँहरूको मध्यमा उपस्थित भइसकेको छु। दर्शकवृन्दहरू, यहाँहरूको दैनिक राशिफल लिएर। दर्शकवृन्दहरू, यहाँहरू अहिले हेर्दै हुनुहुन्छ धर्मेन्द्र कृष्ण पौडेल युट्युब च्यानलको माध्यमबाट दैनिक राशिफल। प्रत्येक दिन यहाँहरूले भिडियोको माध्यमबाट दैनिक राशिफल प्राप्त गर्न सक्नुहुनेछ। साथै यहाँहरूको भाग्य प्रतिशतको साथमा केही कुराहरू, नयाँ कुराहरू, हामीले नवीन कुराहरू जोड्ने प्रयास गरेका छौँ यस राशिफल अन्तर्गत। र आजको दिन के गर्ने के नगर्ने भन्ने कुराहरूमा पनि हामीले विशेष रूपमा चर्चा परिचर्चा गर्नेछौँ। त्यसर्थ दर्शकवृन्दहरू, आउनुहोस् अब हामी आजको सर्वप्रथम पञ्चाङ्गको कुरा गरौँ भने ज्येष्ठ कृष्ण पक्ष आजको दिन रहेको छ। त्रयोदशी तिथि प्राप्त हुँदैछ हामीलाई भने 1:49 पछि चाहिँ चतुर्दशी तिथि प्राप्त भएको छ। नक्षत्र अश्विनी नक्षत्र रहेको छ। दर्शकवृन्दहरू, योगको कुरा गरौँ भने सौभाग्य योग, करण भद्र करण रहेको छ र बार परेको छ आजको दिन आइतबार। भगवान सूर्यदेवको बार रहेको छ र अवश्य पनि कर्मक्षेत्रको बार रहेको छ। दर्शकवृन्दहरू, आजको अभिजित मुहुर्तको चर्चा गरौँ भने यो समयमा हजुरले कुनै पनि शुभ या माङ्गल्य कार्य गर्न सक्नुहुनेछ। अभिजित मुहुर्त 11:34 देखि 12:28 त्यस्तै गरी ब्रह्म मुहुर्त जो बिहान पखाको बेला हुन्छ, ब्रह्म मुहुर्तमा यदि हामी उठेर कुनै पनि काम गर्छौँ भने एकदमै राम्रो योग बन्छ। 3:45 देखि 4:24 समय रहेको छ। त्यस्तै गरी दर्शकवृन्दहरू, राहुकालको कुरा गरौँ भने 5:08 देखि 6:50 समय रहेको छ। त्यस्तै गरी राहुकालको समयको कुरा गरौँ भने दर्शकवृन्दहरू 5:08 देखि 8:50 समय रहेको छ। दर्शकवृन्दहरू, अब सूर्योदयकालीन ग्रह स्पष्टको कुरा गरौँ भने आजको दिन मेष राशिमा चन्द्रमा रहेका छन्। त्यस्तै गरी वृष राशिमा सूर्य र बुधको योग बन्दैछ। बृहस्पति बनेका छन् मिथुन राशिमा भने केतु सिंह राशिमा परिभ्रमण गर्दैछन्। मङ्गल अहिले यथावत कर्कट राशिमा परिभ्रमण गर्दै हुनुहुन्छ। दर्शकवृन्दहरू, त्यस्तै गरी राहुको प्रभाव बन्दैछ कुम्भ राशिमा र शुक्र र शनिको योग बन्दैछ मीन राशिमा। दर्शकवृन्दहरू, शनिको 7.5 प्रभावको कुरा गरौँ भने कुम्भ राशि, मीन राशि र मेष राशि यी 3 राशि पर्यन्त शनिको 7.5 प्रभाव रहेको देखिएको छ। यो रह्यो दर्शकवृन्दहरू आजको दिनको सूर्योदय ग्रहकालीन स्पष्ट। त्यस्तै गरी आजको दिनको यदि शुभ योगको कुरा गरौँ भने चाहिँ सर्वार्थ सिद्ध योग प्राप्त हुँदैछ 9:25 त्यसपछि प्राप्त हुँदैन। यो कुरालाई विशेष ध्यान दिनुहोला। र त्यस्तै गरी दर्शकवृन्दहरू, आजको दिनको अमृत बेलाको कुरा गरौँ भने चाहिँ 10:19 देखि 12:01 हाम्रो अमृत योगको प्राप्ति हुँदैछ र त्यहाँ हामीले अभिजित मुहुर्त पनि प्राप्त गर्न सक्छौँ। दर्शकवृन्दहरू, यो आजको सम्पूर्ण पञ्चाङ्गको स्थिति र यस पञ्चाङ्गको स्थिति अनुसार चन्द्रमालाई आधार मानेर हामीले यहाँहरूको मध्यमा दैनिक राशिफल लिएर आएका छौँ। आजको दिन यहाँहरूको बिचमा म उपस्थित भइसकेको छु दैनिक राशिफल लिएर। र जति पनि दर्शक वृन्दहरूले यस कार्यक्रमलाई हेर्दै हुनुहुन्छ, युट्युब च्यानलको माध्यमबाट यस कार्यक्रमलाई हेरिरहनु भएको छ, यहाँले अवश्य पनि सब्स्क्राइब गर्नुहोला युट्युब च्यानललाई। प्रत्येक दिन बिहानको सत्रमा यहाँहरूले पञ्चाङ्गको साथसाथमा यहाँहरूको शुभ मुहुर्तको इत्यादिका कुराहरू र साथै समस्त वास्तुका कुराहरू, समस्त ज्योतिषीय विषयवस्तुका कुराहरू यहाँहरूले यस च्यानलको माध्यमबाट प्राप्त गर्न सक्नुहुनेछ। आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। सर्वप्रथम आजको मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ भने दर्शकवृन्दहरू, आज कार्यक्षेत्रमा नयाँ कार्य गर्ने तपाईँलाई अवसर प्राप्त हुँदैछ। केही नवीन कार्य तपाईँले गर्न सक्नुहुनेछ। ऊर्जा तपाईँको एकदमै श्रेष्ठ रहेको देखिएको छ। कानुन वा न्याय व्यवस्थाको पालन गर्दै कार्य गर्नुहोला, यो कुरालाई विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउनुहुन्छ भने कागजात इत्यादिको विशेष रूपमा ध्यान दिनुहोला। विद्यार्थी वर्गहरूले आफ्नो लक्ष्यलाई प्राप्त गर्नको लागि नै प्राथमिकता दिनुहोस्, अर्थात् लक्ष्य प्राप्तिको लागि नै अगाडि बढ्नुहोस्। पारिवारिक वा सामाजिक सन्दर्भमा सानो गल्तीमा पनि प्रश्न चिन्ह उठ्न सक्छ। त्यसर्थ हजुरले कुनै पनि कार्य गर्दै हुनुहुन्छ भने अलिकति सावधानीपूर्वक चाहिँ गर्नुपर्ने हुन्छ। आजको तपाईँको भाग्य प्रतिशत रहेको छ 70%।
वृष राशि। वृष राशि हुनेहरूको लागि दर्शकवृन्दहरू आजको दिनको स्थिति हेरौँ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको विशेष सहयोगको प्राप्तिको योग भन्दैछ। घर परिवारमा मनोरञ्जनात्मक समय बित्नेछ। उद्योग कारोबारीहरूको लागि धनलाभका योगहरू बनिरहेका छन्। पुराना विवादित समस्याहरू सुल्झिनेछन्। आजको तपाईँको भाग्य प्रतिशत 75%। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने विवाहका प्रस्तावहरू तपाईँको समक्ष आउन सक्छन्। यदि विवाहित हुनुहुन्छ भने प्रेम सम्बन्ध अत्यन्त सुमधुर रहेको देखिएको छ। जीवनसाथीसँग केही समय रमाइलो समय व्यतीत हुने सम्भावनाहरू पनि रहेका छन्। आफ्नो जीवन सङ्गिनीलाई समय दिने प्रयास गर्नुहोस्। नयाँ अवसरको लागि कडा परिश्रम गर्नुपर्ला, तर परिश्रम अनुसारको प्रतिफल पनि अवश्य पनि प्राप्त गर्न सक्नुहुन्छ। समयमा कार्य सम्पादन गर्न सकिनेछ र साथै राम्रा योग र अवसरहरू पनि जुटाउन सक्नुहुनेछ। आज तपाईँको भाग्य प्रतिशतको कुरा गरौँ भने दर्शकवृन्दहरू 75%। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। नयाँ कार्यमा सहभागी हुने वा नयाँ योजनाहरूमा कार्य गर्ने अवसर प्राप्त हुँदैछ। कुनै नवीनतम कार्य तपाईँले प्रारम्भ गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा प्रेमीसँग विवादका स्थितिहरू रहेका छन्, त्यसर्थ सावधान रहनुहोला। भावनात्मक रूपमा आजको दिन अलिकति प्रतिकूल देखिए तापनि यदि मेहनत गर्नुभयो भने आजको दिन पनि तपाईँले अनुकूल बनाउन सक्नुहुन्छ। कुनै पनि प्रकारको इमोसनल सम्बन्धित यदि डिसिजन लिनु छ भने या पारिवारिक डिसिजन लिनु छ भने आज जोगिएर काम गर्नुहोला। सकेसम्म नलिँदा नै राम्रो हुनेछ। आज तपाईँको भाग्य प्रतिशत 65%। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। आज तपाईँले कुनै दिगो कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कडा मेहनतले लक्ष्यतर्फ अग्रसर हुन सक्नुहुनेछ र साथै सहयोगीहरूले पनि आज तपाईँलाई सहयोग दिनेछन्। कार्यक्षेत्रमा जुनियर वा सिनियर दुवै पक्षबाट राम्रो सहयोगको प्राप्तिको योग बनिरहेको छ। विद्यार्थीहरूलाई विशेषतः शिक्षाको क्षेत्रमा प्रगति वा तरक्कीका योगहरू रहेका छन्। यदि तपाईँ व्यापार सेक्टरमा हुनुहुन्छ भने तपाईँको लागि दिन अनुकूल रहेको देखियो, तर कुनै पनि कागजाही यदि कारबाही गर्दै हुनुहुन्छ भने कागजातहरूमा तपाईँले साइन इत्यादि गर्दै हुनुहुन्छ भने अलिकति सचेत भएर गर्नुपर्ने हुन्छ। आजको तपाईँको भाग्य प्रतिशत 70%। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। तारिफ योग्य कार्यले कार्यक्षेत्रमा हजुरका प्रशंसकहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहार विहारमा अलिकति ध्यान पुर्याउनु पर्ने हुन्छ। कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन नमिल्ला, तर पनि मेहनत गर्न त छोड्नु भएन। परिश्रम अनुसारेण यदि प्रतिफल नमिले तापनि भविष्यमा राम्रा योजनाहरू तपाईँको लागि अवश्य पनि ग्रहहरूले निर्माण गर्नेछन्। आजको तपाईँको भाग्य प्रतिशत 70%। तुला राशि। तुला राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। आफ्नो कमी कमजोरीलाई ठिक गर्ने समय रहेको छ। यदि कोही कमजोरी पक्ष पनि रहेको छ भने दोहोर्याएर त्यो कुरालाई हामीले सच्याउन पनि सक्छौँ। त्यसर्थ पोजिटिभ भएर काम गर्नु पर्यो। निजी कार्यमा अलिकति व्यस्तता बढी देखिएको छ। प्रतिस्पर्धामा विजय भइनेछ भने व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको दिन तपाईँको लागि भ्रमणका केही सुखद यात्राका योगहरू रहन सक्छन्, जो कि तपाईँको लागि एकदमै राम्रो पनि हुन सक्छ। आज तपाईँको भाग्य प्रतिशत 75%। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। यदि कुनै पनि कार्य तपाईँले गर्दै हुनुहुन्छ भने पछाडि नहट्नुहोस्। आज अगाडि बढेर काम गर्नु। कसैले तपाईँको खुट्टा तानिरहेको छ तपाईँलाई थाहा भयो भने तापनि तपाईँले अगाडि नै बढ्नुपर्ने हुन्छ। आज पछाडि हट्ने काम चाहिँ नगर्नुहोला। निजी कार्यमा व्यस्तता देखिन सक्छ। व्यवसायको लागि थप लगानी लगाउनु पर्ने आवश्यकता रहेको देखियो। अनावश्यक खर्चले मन चिन्तित रहन सक्छ। फजुल खर्ची नगर्नुहोला। सकेसम्म आजको दिन कुनै पनि प्रकारको लगानी नलगाउनुहोस्। आजको तपाईँको भाग्य प्रतिशत रहेको छ 70%। धनु राशि। धनु राशि हुनेहरूको लागि दर्शकवृन्दहरू आजको दिनको स्थिति हेरौँ भने तपाईँको मन आज धार्मिक क्षेत्रमा अलि बढी लागिरहेछ। अर्थात् मेडिटेसन योगा इत्यादिमा समय व्यतीत गर्नुहोस्। कुनै मठ मन्दिरमा परिभ्रमणका योगहरू पनि बनाउन सक्नुहुन्छ। धर्म कर्ममा राम्रो प्रभाव र अनुकूल स्थिति तपाईँको लागि ग्रहहरूले निर्माण गरिरहेका छन्। कार्यक्षेत्रमा तपाईँको यशमा, तपाईँको पद प्रतिष्ठामा, तपाईँको मान सम्मानमा वृद्धिका योगहरू रहेका छन्। आकर्षक उपहार वा रमाइलो यात्राका योगहरू पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। तार्किक क्षमताले अरूलाई प्रभावित गर्न सक्नुहुन्छ।
दार्शनिक रूपमा तपाईको स्थिति अत्यन्त मजबुत र राम्रो रहेको देखिएको छ। कुनै पनि कुरालाई एकदमै डिपलीसम्म लिएर जाने र त्यसको अध्ययन गर्ने तपाईको बानी आजको दिन साह्रै नै राम्रो रहेको देखियो। आजको तपाईको भाग्य प्रतिशत रहेको छ दर्शकवृन्दहरू 75%। मकर राशि। मकर राशि हुनेहरूको लागि दर्शकवृन्दहरू आजको दिनको स्थिति हेरौँ। नोकरी वा पेसामा सहयोगीहरूले भने जस्तो सहयोग तपाईलाई दिनेछन्। आजको दिन तपाईँ मनोरञ्जनात्मक दृष्टिकोणले पनि साह्रै राम्रो दिन रहेको देखियो। व्यापार व्यवसायमा पिताको सहयोग र पिताको साथ राम्रो मिल्दैछ। इष्टमित्रहरूको पनि साथ र सहयोग मिल्ने योगहरू पनि रहेका छन्। भविष्यका लागि राम्रा योजनाहरू तपाईले बनाउन सक्नुहुनेछ र केही राम्रा कुराहरू तपाईले अगाडि बढाउन सक्नुहुनेछ। सामाजिक क्षेत्रमा तपाईको पद प्रतिष्ठामा वृद्धिका योगहरू आजको दिन ग्रहहरूले निर्माण गरेका छन्। आजको तपाईको भाग्य प्रतिशतको कुरा गरौँ भने दर्शकवृन्दहरू आजको दिन तपाईको भाग्य प्रतिशत रहेको छ 80%। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। केही समयदेखि अलिकति कमजोर साबित हुँदै थिए तपाईका दिन, तर आज आफ्नो अनुकूल दिन भएको कारणले गर्दाखेरि मन प्रसन्न र उत्साही रहनेछ। कुनै विशेष स्थानमा तपाईको भोजनको योग बन्न सक्छ। कहीँ बाहिर गएर खान सक्नुहुन्छ। आजको दिन स्वादिष्ट भोजनको आनन्द लिन सक्नुहुन्छ र आर्थिक दृष्टिकोणले आजको दिन अत्यन्त लाभकारी सिद्ध हुनेछ। सृजनशीलता तपाईमा आजको दिन देखिनेछ। कुनै पनि कार्य तपाईँ एकदमै क्रिएटिभ तरिकाले हजुरले गर्न सक्नुहुन्छ। आजको तपाईको भाग्य प्रतिशत 70%। मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। सम्बन्धमा केही उतार चढावका योगहरू बनिरहेका छन्, त्यसर्थ ध्यान दिनुहोस्। कुनै पनि प्रकारको सम्बन्धको कुराकानीमा तपाईँ यदि आफ्नो पोइन्ट अफ भ्यू राख्दै हुनुहुन्छ भने अलि सचेत भएर राख्नुपर्ने हुन्छ। सकारात्मक सोच राखेर अगाडि बढ्नुभयो भने थिङ्क पोजिटिभ बी पोजिटिभ भन्ने कुराहरू प्राप्त गर्न सक्नुहुन्छ र अवश्य पनि सफलताका योगहरू निर्माण गर्न सक्नुहुन्छ। स्वास्थ्यलाई लिएर अलिकति ध्यान दिनुहोस्। स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् र आफ्नो दैनिक चर्यामा अवश्य पनि भोजनको विशेष सावधानी राख्नुहोला। आजको तपाईको भाग्य प्रतिशत रहेको छ 65%। दर्शकवृन्दहरू यो रह्यो यहाँहरूको दैनिक राशिफल सम्पूर्ण रूपमा। आजको दिनको पञ्चाङ्गको साथमा गोचरको स्थितिको साथमा सम्पूर्ण जानकारी तपाईले प्राप्त गर्नुभयो। आजको दिनको दैनिक राशिफल अन्तर्गत आउनेवाला दिनहरूमा यसरी नै यहाँहरूले दर्शकवृन्दहरू प्रत्येक दिन दैनिक राशिफल श्रवण गर्न सक्नुहुनेछ धर्मेन्द्र कृष्ण पौडेल युट्युब च्यानलको माध्यमबाट। दर्शकवृन्दहरू अवश्य पनि यी भिडियोजहरू आउनेवाला दिनहरूमा टिकटकको माध्यमबाट, इन्स्टाको माध्यमबाट, फेसबुकको माध्यमबाट पनि यहाँहरूको मध्यमा मैले लिएर आउने नै छु। र एउटा कुरा विशेष के ध्यान दिनु होला कि दैनिक राशिफलले के हुन्छ, आजको पञ्चाङ्गले के हुन्छ, हजुरको दिनको स्थितिलाई सही साबित गर्छ या हजुरको दिनको स्थितिलाई अनुकूल बनाउने काम गर्न सक्छ। दर्शकवृन्दहरू आजको दिन यदि तपाईको एकदमै राम्रो रहेको छ भने त्यस अनुसारै अगाडि बढ्ने, यदि कमजोर रहेको छ भने त्यही अनुसारले अगाडि बढ्ने, कमजोर साबित हुँदैछ भने लगानी इत्यादि नलगाउने आदि इत्यादि कुराहरू हामीले प्राप्त गर्न सक्छौँ दैनिक राशिफल अन्तर्गत यहाँहरूको भाग्य प्रतिशतको अनुसारेण। दर्शकवृन्दहरू अवश्य पनि प्रत्येक दिन यहाँहरूले दैनिक राशिफल श्रवण गर्नको लागि यहाँहरूले हाम्रो युट्युब च्यानललाई माया गर्नुपर्ने हुन्छ। युट्युब च्यानललाई हजुरले सब्स्क्राइब गर्नुपर्ने हुन्छ र बेल आइकनको घन्टी पनि दबाइदिनुपर्ने हुन्छ। प्रत्येक दिन बिहानको सत्रमै यहाँहरूले दैनिक राशिफल श्रवण गर्न सक्नुहुनेछ। ल दर्शकवृन्दहरू अवश्य पनि यहाँहरूलाई राशिफल अन्तर्गत के कस्तो लाग्यो हजुरले कमेन्ट पनि आफ्नो राख्न सक्नुहुनेछ र आउनेवाला दिनहरूमा वास्तुका केही टिप्सहरू मैले यहाँहरूको मध्यमा लिएर आउनेछु। आजको दिन एउटा सानो वास्तुको टिप्स दिएर यहाँहरूको माझबाट बिदा लिन चाहन्छु। दर्शकवृन्दहरू जुन घरमा विशेषतः पानी धेरै चुहिन्छ, धाराहरूबाट पानी चुहिने काम बढी हुन्छ, पानी चुहिरहन्छ भने धाराहरू तपाईका अलिकति टाइट छैनन्, त्यहाँ समस्या रहेको छ भने हजुरको घरमा कहिले पनि आर्थिक अवस्थाबाट उन्नतिका नयाँ अवसरहरू प्राप्त हुँदैनन्। धनहानिका योगहरू बन्छन्, घरमा धन रुक्दैन, कहिलेकाहीँ हुन्छ नि जति नै कमाए तापनि लाखौँ कमाइन्छ तर सेभिङ त हुँदैन भन्ने प्रश्नहरू धेरै मानिसहरूको गुनासो रहन्छ। त्यसकारणले गर्दा ती कुराहरूलाई ठिक गर्नको लागि हजुरले अवश्य पनि घरका धाराहरूलाई ठिक गर्नुहोस् र त्यस प्रकृतिले कुनै पनि प्रकारको यदि धारा रहेको छ भने अवश्य पनि हजुरले परिवर्तन गर्नुहोस्, ठिक गर्नुहोस् र अगाडि बढ्नुहोस्। यो रह्यो आजको सुन्दर हजुरको लागि वास्तुको टिप्स। दर्शकवृन्दहरू अब म यहाँहरूको माझबाट बिदा लिन चाहन्छु। भोलि ठिक समयानुसार नै यहाँहरूको मध्यमा पुनः म उपस्थित हुनेछु यहाँहरूको दैनिक राशिफल लिएर भविष्य दर्पण कार्यक्रम अन्तर्गत र आउनेवाला दिनहरूमा पनि यहाँहरूले प्रत्येक दिन वास्तुका केही टिप्सहरूको साथमा
केही विशेष कुराहरू यहाँले प्राप्त गर्न सक्नुहुनेछ हाम्रो धर्मेन्द्र कृष्ण युट्युब च्यानलको माध्यमबाट। हस् त, नमस्कार, राधे राधे।